के तपाईले कहिले यो सोच्नु भएको छ मानिसको मृत्यु भएपछि आखिर के हुन्छ? के साँच्चै आत्मा शरीरबाट अलग हुन्छ? के साँच्चै मृत्युपछि हामी मरेका आफन्तसँग कुरा गर्न सक्छौं? के मृत्युपछि फेरि जीवित हुन सम्भव छ? आज यो भिडियोमा हामी यी सबै प्रश्नका उत्तर खोज्नेछौं विज्ञान र धर्म दुवैको दृष्टिकोणबाट। नमस्ते साथीहरु, आज म तपाईहरुलाई एउटा यस्तो घटना सुनाउन लागेको छु जसले सायद तपाईको सोच नै बदल्दिनेछ। कयौं वर्ष अघि एउटा केटा धेरै औषधि खाएर गम्भीर बिरामी पर्यो। अस्पताल लैजाँदा गर्दा उसको मुटु अचानक रोकिन्छ। डाक्टरहरूले भन्छन् अब यो मानिस बाँच्ने कुनै पनि चान्सेस छैन। तर केवल त्यसको 2 मिनेटपछि एउटा यस्तो चमत्कार हुन्छ, उसको मुटु फेरि तड्किन थाल्छ, त्यो केटा फेरि जीवित हुन्छ। तर असली झड्का त त्यसपछि आयो। त्यो केटाले भनेको कुरा सुन्नुहोस्। उसले भन्यो, मैले सबै कुरा सुने, डाक्टरहरूले के बोले, एम्बुलेन्स दायाँ मोड्यो कि बायाँ मोड्यो र अस्पताल कहिले पुग्यो, यो सबै कुरा मलाई थाहा छ। अब सोच्नुहोस्, मरेको भनिएका मानिसले यी सबै कुरा कसरी थाहा भयो? यो कुनै साइफाई मुभी जस्तो लाग्छ, तर यो साँचो घटना सन् 1970 मा अमेरिकामा भएको थियो, जब डाक्टर ब्रुस ग्रेसन साइकाट्रिस्ट ट्रेनिङ गर्दै थिए। उक्त घटनाले डाक्टर ब्रुसको जीवन नै बदलिदियो। बिरामीले भनेका थिए उहाँले नियर डेथ एक्सपिरियन्स अनुभव गरेका थिए। उनी आफ्नो शरीरबाट बाहिर निस्केर हस्पिटलको हलमै पुगेका थिए। उहाँबाट उनले सबै कुरा देखे र सुने। आजको दिनमा डाक्टर ब्रुस ग्रेसन द युनिभर्सिटी अफ भर्जिनियाका प्रोफेसर हुनुहुन्छ र उनलाई द नियर डेथ एक्सपिरियन्स सम्बन्धी अध्ययनमा विश्वकै अग्रणी विशेषज्ञ मानिन्छ। उहाँले हजारौं केस स्टडी गरेर जीवन नै यसै क्षेत्रमा समर्पित गर्नुभएको छ। तर आखिर यो नियर डेथ एक्सपिरियन्स भनेको चाहिँ के हो? यसलाई सजिलो भाषामा भन्नुपर्दा जब कुनै मानिस मृत्युसँग टक्राउँछ र फेरि जीवन्त फर्कन्छ, त्यो अनुभव हो नियर डेथ एक्सपिरियन्स। स्टडी अनुसार मर्न लागेका 10 मध्ये 1 जना मानिसले अनिवार्य रूपमा नियर डेथ एक्सपिरियन्स अनुभव गर्छन्। डाक्टर थोमस फलिसम्यान जर्मन प्रोफेसरका रिसर्च भन्छन्। आजसम्म यसको पूर्ण वैज्ञानिक व्याख्या त छैन, तर हजारौं बिरामीसँग कुरा गर्दा केही समान प्याटर्न देखिन्छ। त्यसैलाई आधार बनाएर उनले नियर डेथ एक्सपिरियन्सलाई 5 स्टेजमा बाँडेका छन्। स्टेज 1, शान्ति र आनन्दको प्रारम्भ। मृत्यु नजिकिँदै जाँदा अचानक शरीरमा अचम्मको परिवर्तन सुरु हुन्छ। दुखाइ, डर, तनाव सबै हराउँछ। बिरामीले एकदमै हलुका महसुस गर्छन्, मानव उसको शरीरका सबै बोझ हटिसकेको छ। यो चरणमा मानिसहरूलाई यस्तो लाग्छ कि ऊ कुनै पीडादायी यात्रा होइन, बरु शान्त र आनन्दमय यात्रा सुरु गर्दैछ। स्टेज 2, शरीरबाट आत्मा अलग हुनु। अब अर्को अचम्मको अनुभव सुरु हुन्छ। बिरामी आफ्नो शरीर बाहिर निस्केको महसुस गर्छ। उसलाई लाग्छ कि ऊ हावामा उडिरहेको छ, जबकि उसको शरीर अझै पनि अस्पतालको बेडमा छ। अझ अचम्म त के भने, उसले डाक्टर, नर्स र आफन्तले भनेका कुरा स्पष्ट रूपमा सुन्ने अनुभव गर्छन्, मानव ऊ भौतिक शरीरमा नभएर एक अदृश्य स्वरूप सबैतिर उपस्थित छ। स्टेज 3, शान्ति वा अन्धकार। यो चरणमा 98% बिरामीले अपार शान्ति, सन्तोष पाउँछन्, तर बाँकी 2% मानिसको अनुभव बिल्कुल फरक हुन्छ। उनीहरूले अन्धकार देख्छन्, डर लाग्दा आवाज सुन्छन्, दुर्गन्ध महसुस गर्छन् र भयानक प्राणी देख्छन्। यो अनुभव यति डरावना हुन्छ कि मानव उनी नरकको दरबारमै पुगेका छन्। स्टेज 4, उज्यालो टनेलको आकर्षण। अन्धकार बीच अचानक एक चम्किलो न्यानो र आकर्षण प्रकाश देखिन्छ। त्यो प्रकाश यति तान्ने खालको हुन्छ कि बिरामी आफै त्यसतर्फ तानिन्छ। धेरैले यसलाई लामो टनेलको रूपमा वर्णन गरेका छन्, एक यस्तो मार्ग जसले अज्ञात तर अद्भुत यात्रातर्फ लैजान्छ। र अन्तिममा स्टेज 5, अर्को संसारको झलक। यो अन्तिम स्टेजमा पुग्न केवल 10% मात्रै सफल हुन्छन्। यहाँ बिरामीले एउटा स्वर्गीय संसार देख्छन्, सुन्दर रंग, आत्मीय संगीत, अपार प्रेमले भरिएको। कसैले आफ्ना पुराना स्मृतिहरू, पास्ट लाइफ फ्ल्याशब्याक देख्छन्, अधुरा काम सम्झन्छन् र फर्कन चाहन्छन्। अनि कसैले त आफ्ना दिवंगत आफन्त वा साथीभाइलाई भेटेको अनुभव पनि गर्छन्। यो संसार यति मोहक हुन्छ कि धेरैलाई फर्कन मनै लाग्दैन, तर जीवनका अधुरा बाँकी कामका कारण कतिपय फेरि पृथ्वीमा फर्कने निर्णय गर्छन्। मृत्युको समयमा शरीरमा हुने 4 चरणहरू। जब बिरामी मृत्युको नजिक पुग्छ, उसको शरीर बिस्तारै शटडाउन मोडमा जान थाल्छ, ब्लड प्रेसर कम हुन्छ, मुटुको धड्कन बिस्तारै सुस्त हुन थाल्छ। शरीरमा हुने यो परिवर्तनका कारण मानिसलाई असजिलो महसुस हुन्छ, कतै डर, कतै बेचैन र कतै अनौठो शान्ति। यो नै जीवन र मृत्युको पहिलो संकेत हो। नम्बर 2, सास सुस्त हुनु। जब सास फेर्ने गति अस्वाभाविक बन्छ, सासहरू रोकी आउन थाल्छ, मुख र घाँटीमा भएको नियन्त्रण हराउँछ, जसले गर्दा मुटुसम्म अक्सिजन पुग्दैन, सासको रफ्तार बिस्तारै हराउँदै जान्छ। स्टेप 3, गहिरो निन्द्रा। यो चरणमा बिरामी चेतनाबाट बिस्तारै अलग हुन्छन्। उनीहरू गहिरो निन्द्रा जस्तै अवस्थामा प्रवेश गर्दछन्। यो निन्द्रा सामान्य निन्द्रा होइन, यो शान्त निन्द्रा हो जसले पीडा र दुखाइलाई सधैँका लागि मेटाइदिन्छ। तर केही बिरामीमा भने घबराहट र बेचैनी पनि देखिन्छ। ब्रेन एक्टिभिटी। अचम्मको कुरा के हो भने, मुटु रोकिएपछि पनि दिमाग तुरुन्तै बन्द हुँदैन। वैज्ञानिकहरूको रिसर्चले देखाउँछ कि ब्रेन केही सेकेन्डदेखि मिनेटसम्म अझै सक्रिय रहन्छ। यही समयमा बिरामीले आवाज सुन्ने, असामान्य दृश्य देख्ने वा आत्माले यात्रा गरिरहेको अनुभूति गर्ने बताउँछन्। अब हामी नियर डेथ एक्सपिरियन्स र गरुड पुराणका सन्दर्भहरू एकचोटि कम्प्यारिजन गरेर हेरौँ। नियर डेथ एक्सपिरियन्सका यी अनुभवहरू सुन्दा हामीलाई हाम्रो सनातन धर्मका प्राचीन ग्रन्थहरू याद आउँछन्। विशेष गरी गरुड पुराणमा
मृत्यु र त्यसपछिको यात्राको जुन वर्णन गरिएको छ त्यसले नियर डेथ एक्सपिरियन्सका धेरै चरणहरूसँग समानता राख्छ। गरुड पुराणका अनुसार जब आत्माले शरीर छोड्छ तब उसलाई जीवनभर गरेका कर्मको आधारमा यात्रा गराइन्छ, शरीरबाट आत्मा अलग हुनु। गरुड पुराणमा मृत्युको समयमा आत्मा शरीरबाट निस्केर माथितिर उठ्छ भन्ने उल्लेख छ। नियर डेथ एक्सपिरियन्सको दोस्रो चरणमा बिरामीले आफ्नो शरीरलाई तल छोडेर माथि उडेको महसुस गर्नु योसँग मिल्छ। उज्यालो र अन्धकारको बाटो। गरुड पुराणमा पुण्य आत्माहरूले उज्यालो र शान्त बाटो पाउँछन् भने पापी आत्माहरूले अँध्यारो कष्टकर बाटो हिँड्नुपर्छ भनिएको छ। विगतको स्मरण। गरुड पुराणमा मृत्युपछि आत्मालाई आफ्नो जीवनकालका सबै घटनाहरूको स्मरण गराइन्छ भनिएको छ। नियर डेथ एक्सपिरियन्सको अन्तिम चरणमा मानिसले आफ्नो जीवनको फ्ल्यासब्याक देखेको अनुभव गर्नु यसलाई आध्यात्मिक व्याख्यासँग मेल खान्छ। वैज्ञानिक दृष्टिकोण। अब प्रश्न उठ्छ, यो सबै साँच्चै आत्माको यात्रा हो कि केवल दिमागको खेल? वैज्ञानिकहरूले यसलाई धेरै रिसर्च गरेका छन्। तिनीहरूका अनुसार मृत्यु नजिकिँदै जाँदा हाम्रो दिमागमा एउटा खास भाग टेम्पोरो प्यारेन्टियल जङ्क्सन TPG सक्रिय हुन्छ। यो भाग नै सपनासँग, भ्रमसँग र चेतनाको विभिन्न स्तरसँग जोडिएको हुन्छ। यसैले नै मानिसले आफैलाई शरीर बाहिर उडिरहेको, उज्यालो टनेलतर्फ तानिएको वा अजीब दृश्य देखिरहेको अनुभूति गर्छन्। वैज्ञानिकहरूको भनाइमा यो सब केही क्षणका लागि ब्रेनले सिर्जना गरेको इल्युजन पनि हुन सक्छ। तर यहाँ एउटा ठूलो प्रश्न अझै अनुत्तरित छ। यदि यो केवल दिमागको क्रिएटिभिटी मात्र हो भने त्यो बिरामीले डाक्टरले बोलेको कुरा, एम्बुलेन्स हिँडेको कुरा र हस्पिटल पुर्याएको कुरा उसले कसरी जस्ताको तस्तै दोहोऱ्याउन सक्यो? यति मात्र नभई इतिहासमा यस्ता धेरै केस छन् जहाँ बिरामीहरू मरेको घोषित गरिन्छ र घण्टौँपछि फेरि जीवित फर्किएका छन्। यस्तै एउटा केस डाक्टर ब्रुस ग्रेसले आफ्नो आँखै अगाडि देखेका थिए जसले उनको सम्पूर्ण जीवन नै बदलिदियो। यो वैज्ञानिक व्याख्या र यथार्थ बीचको अन्तरले नै नियर डेथ एक्सपिरियन्सलाई अझै रहस्यमय बनाएको छ। अब तपाईँ के सोच्नुहुन्छ? के यो केवल दिमागको खेल हो वा साँच्चै आत्माले मृत्युपछि पनि यात्रा गर्छ? तपाईँको विचारमा के छ? तल कमेन्टमा लेख्न नबिर्सिनु होला। आजको भिडियोबाट केही नयाँ कुरा सिक्नुभयो भने आशा छ। यदि रमाइलो लाग्यो भने लाइक, शेयर र सब्सक्राइब गरेर हामीलाई साथ दिनुहोस्। म फेरि अर्को रोचक भिडियोमा भेट्नेछु। तबसम्मको लागि नमस्ते, जय नेपाल।